Honor 400 Pro 5G यसमा रहेको छ 12GB RAM 512GB स्टोरेज IP69 रेटिङ वायरलेस चार्जर सपोर्ट गर्ने eSIM सपोर्ट गर्ने यति राम्रो डिजाइन कर्भ स्क्रिनमा क्यामेरा पनि बगलै राम्रो छ यसको राम्रो मोबाइल रोज्नु भएको छ हाम्रो कालीकोट जिल्लाको एकदमै सफल मान्छे अनि मिडियाकर्मी पत्रकार व्यावसायिक सम्पूर्णमा पुख्त मान्छे आउनु भएको छ राम्रो मोबाइल किन्नु भएको छ यस्तो भयो क्या मलाई चाहिँ अब यो अरु मोबाइलले फोटो खिच्दा मधुर आउने के आउने कि जुम पनि 10 से मात्रै हो अनि मैले सोचे अब 50 जुम छ फेरि फोटो पनि एकदम राम्रो देख्छ पत्रकार भइसक्यो फोटो राम्रो दिनु पर्यो नि कतिले मोबाइल बोके हैन त्यही ठुला कुरा गर्ने केको पत्रकार त्यही भएर यहाँ कम्बसमा आएर चाहिँ यो हेर्नु यो होनर 400 5G पनि होइन 5G अनि वायरलेस चार्ज eSIM सपोर्ट गर्ने सपोर्ट गर्ने अरे मलाई चाहिँ मन परेर मैले किनिसके हेर्नु हजुर मैले पहिलो त्यो मोबाइल पनि यही किने हो त्यही 64000 रुपैयाँ हाले बिचरा अहिलेसम्म चल्यो 6-7 वर्ष अझै कति चल्ने हो यो फेरि 10 वर्ष चल्छ अब यो अनि के भन्ने यो अरे मोबाइल 20000 मा दियो भन्दा म किन दिउँ आफूले चलाएको मोबाइल त्यो भएर यो बरु दुवै मोबाइल चलाउँछु भनेर मैले चाहिँ लिएर गएँ तपाईहरु पनि आइदिनु होला संघर्षमा खुसी लाग्यो धन्यवाद मेरो भाइ हस् धन्यवाद अनि यो मोबाइल किन्दाखेरि अहिले चाहिँ न्यू इयर अफर 11000 को एयरपोर्ट हो एयरपोर्ट हो 11000 को एयरपोर्ट यो मैले दिने हैन फेरि हाम्रो परे कालीकोट सुनखाली एयरपोर्ट नचलेको पनि यहाँ पनि एयरपोर्ट ओनरको कम्पनीले दिने यो मोबाइल किन्दाखेरि 11000 को एयरपोर्ट हो कि नै भन्नु हाम्रो एकदम हो त्यो जस्तै हाम्रो कालीकोटको सुनखाली अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्ट अन्तर्राष्ट्रिय एयरपोर्ट अन्तर्राष्ट्रिय भएर कल्ले भने फेरि हुन्छ यो डोमेस्टिकको तर चल्दैन हाम्रो लागि अन्तर्राष्ट्रिय भयो तर एयरपोर्ट चाहिँ 11000 को आउने त्यो सँगसँगै मोबाइल डिस्काउन्ट पनि छ एकदम आइदिनु होला धन्यवाद हस् लिनुस्